ल केटाहरू चाहिँ सबजना निस्किसक्यो दाइहरू पनि आउनु भएको रहेछ आज होइन एकदम रमाइलो हुने हो आजको गेम चाहिँ अस्ति त टिमै नपुगेर यार 10-10जना खेलेको ट्रु ग्राउन्ड छ है 10-10जना खेलेको आज केटाहरू अगाडि पुगिसक्यो होइन सबजना पुगिसकेको छ अगाडि ट्याक्क भएर रबिन दोस्रो आएर रहेछ ल ल हिँडेन खुल्यो 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 दिवस धेरै चुरोट नखाऊ जाँठा केटाहरूलाई कराउनु पर्छ क्या अहिले कराउने भनेको मात्रै हो फेरि आमामा आज त हुलै भएछ त आज त केटाहरू आज चाहिँ टन्नै लिएर बेला भएछ क्या त्यो भएको छैन है त्यो धेरै थिएन 5-6जना मात्रै गएको थियो आज चाहिँ पुरै यहाँ चाहिँ ट्रेन आउँछ क्या एक दिन देखाउँथेँ म ट्रेन है 8 बजी ठ्याक्कै यहाँ मलेसियाको 8 बजी चाहिँ ट्रेन आउँछ क्या यहाँनिर होइन ट्रेन आउँछ टक्क पुरा ट्रेनमा हेर्नुपर्छ एकदम ट्रेन होइन सबैजनालाई ट्रेन हेर्नुपर्छ भनेको कोही अब आयो भने देखाइदिन्छु म यहाँ पारी चाहिँ मलाईहरूले पसल राखेको रहेछ आज चाहिँ होइन त्यो टेन्ट टाँगेर अनि यहाँ त चिया सिया भानी बेचिहाल्छ क्या अब कमाएर खानु चाहिँ लगाउँदैन यिनीहरू होइन ट्रेन लाग्यो त्यहाँ चाहिँ होइन उठाउँदै रहेछ यार उठाइसकेको छ बिहानै राखेको होला त्यो खानेकुराहरू राखेको होला केही त्यही त हो नि त्यो चिया कफी त्यो खाने बेच्ने 1-2 रुपियाँ पैसा कमाउने 2-4 रुपियाँ 2-4 रुपियाँ के कमाउँछ नि निकै यार दाजु भन्छ होला एउटा उसलाई कति 3 रुपियाँ हुन्छ कि कति भन्छ अनि राम्रै कमाइ गर्छ के हुन्छ यहाँ जुम गरेर देखाउँथेँ है मैले यहाँ उसमा छ है तर जुम गरेर देखाइदिन्थेँ जुम गर्नु चाहिँ पाएन सिग्नल खुल्यो दोस्त गाह्रो छ नि केटाहरू त्यहाँ पुगिसक्यो है ठ्याक्कै लक्की रहेछ क्या हामी चाहिँ सिग्नल खोलेकै बेलामा भएर गयो पानी बोके त खत्रे 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 गरेछ यार केटाहरू त्यहाँ अरू केटाहरू कहाँ पुग्यो लोकल बेसी केटाहरू कता पुग्यो यस्तै छ यस्तै रहेछ अहिले चाइनिज पसलहरू देखाउँछ फेरि हाम्रो रुमको त हेर्नु न त्यहाँ पुरा चाइनिज खाना खाइरहेको हुन्छ नेपालीले नि त्यो बुढोहरू जस यहाँले 2जना बिचरा के लिएर आएछ बेलमा नै यो यस्तै छ ल हिँड 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 कता हो सुज लिन हो क्या ल यो चाहिँ सबै चाइनिज पसल भिडियो बनाएको ए होइन चाइनिज पसल सब चाइनिज खाना हो मलेसियामा त बेसी बस्यो चाहिँ दाजु है बाबा भतिजे यता आउँदैछौ फेरि तार्के हो फिलिले पो कुदाउँछ त काकाले देखायो त
लाग्दैछ जिन हो सर हामीलाई कट्न आउँदै त कहाँ दिन्छौँ हामी होइन हाम्रो नि यहाँ खतरा नि हावा चाहिँ बहुत बढिया छ होइन केटाहरू त गइदौँ रातोमा नि यार खतरा रहेछ केटाहरू स्वाट गरिदियो त त्यहाँ गइसक्यो है त्यहीँबाट सोलो हुँदै जानुपर्छ कि होइन ए केटाहरू त रेड लाइटमा पनि पुरै फिलिलै हान्दियो त आज त के हो सक्छ त त्यो सब मेरो टिम है मेरो टिम हो होइन सक्दैन नि फेरि आइस भाइ नै आएछ आज चाहिँ होइन यता दोस्त पनि आएको छ सबैजना आउनुपर्छ यो चाहिँ राजा हो मलेसियाको राजा नेपालको पनि राजा हो गाह्रो छ हो यतातिर फेरि खतरा क्याम्प बनाएर हेर क्याम्प हो के हो होइन भाइ चाहिँ लास्टै आवाज छ यार नेपालमा नि यस्तो त दिनु हो नि त गर्छ यहाँ चाहिँ यस्तो हुन्छ क्या लास्टै हेर फुलको बोटहरू कसरी रोपेको छ होइन दामी पारेर कम्पनीहरूले रोप्यो हुँदैन यता चाहिँ कम्पनी बन्दै रहेछ क्या होइन टर्रा बन्दैछ कटेज बनाइदिन्छ यहाँ चाहिँ यस्तो बनाइदिन्छ क्या यहाँ मान्छे हेर्दैन टक्कै होइन चिल्लो छ नि होइन त्यही हो फाइनल गाइज आइपुग्यो हाम्रो चाहिँ ग्राउन्डमा उपस्थित भइसकेको छ हामी चाहिँ अब अरू साथीहरू चाहिँ आएको छ कि छैन हाम्रो क्याप्टेन साहबजी आउनुभयो कि भएन थाहा छैन होइन केटाहरू त जुत्ता लाउँदैछ कोही साथीहरू होइन हामी फेरि ग्याङहरू यतै छ क्या फेरि हो त्यसको झन्डै झरेको या दिवस हेरेर मोटिसक्यो कुद्नै सक्दैन दिवस यो चाहिँ यो मोटे चाहिँ होइन कुद्नै सक्दैन क्या एकछिनमा 5 मिनट खेल्ने हो 5 मिनट निस्किने हो यो ग्राउन्ड छिर्ने ठाउँ त यस्तो छ चाबी छैन हराएछ बजियाले अनि त्यही भएर त सरहरू फेरि यतातिर मर्निङ सेम टु यु ला हो लास्टै कराउने चाहिँ यही हो यो छ नि कप्ता कराउँछ यो बासले गोरु ड्युटी भएको भए चाहिँ यहाँ आएर जुत्ता लगाइसकेछ त यार के हो यस्तो हेलो क्याप्टेन साहब गुड मर्निङ खै हाम्रो सर एकेन सर आउनु भएन एकेन दाइ आउनु भएन